everyone, Sevaro Namaste. Welcome to my channel. आज चाहिँ हामीहरू तीनजना सिस्टर्स चाहिँ कन्यामा आएको छौँ किनभने हाम्रो सिस्टरको भोलि बर्थडे हो अन्त आज राति हामी सेलिब्रेसन गर्न आएको छौँ शेर्पा होटलमा यु क्यान सी एन्ड म तपाईँहरूलाई रुमको टुर गराउँछु यस्तो दामी रुम छ साथीहरू तपाईँहरू पनि आउन सक्नुहुन्छ इफ यु वान्ट टु कम देन हामी यहाँदेखि सिधै जाने बित्तिकै रुम छ एन्ड रुममा हेर्न सक्नुहुन्छ सिस्टरहरू यस्तो दामी बेड छ प्लस अन्त वासरुम पनि दामी छ साथीहरू हेर्न सक्नुहुन्छ ए अनि त्यसपछि सबसे दामी चिज भनेको तपाईँहरूलाई म देखाउने छु यु क्यान सी बाल्कनी यस्तो दामी छ साथीहरू यहाँदेखि चाहिँ फेरि एकदमै धेरै राम्रो देखिन्छ क्या तर अहिले राति भएर चाहिँ नाइटको भ्यू भएर चाहिँ केही पनि देखेको छैन तर म भोलि तपाईँहरूलाई देखाउने छु साथीहरू यो चाहिँ कन्यामको अलिक तल पर्छ है एक्ज्याक्ट लोकेसन चाहिँ अनि साथीहरू हामी चाहिँ एकदमै ढिलो आएको थियौँ घरबाट ढिलो निस्केको थियौँ अनि आउँदा आउँदा चाहिँ रात परिसकेको छ त्यसो चाहिँ एकदमै धेरै थाकेको छु म चाहिँ अनि अहिले चाहिँ हामी चाहिँ कफी मगाएको छौँ कफी खान्छौँ ब्ल्याक कफी मिल्क कफी खान्छौँ अनि त्यसपछि चाहिँ हामी चाहिँ रेडी हुन्छौँ साथीहरू हाम्रो चाहिँ कफी आइसकेको छ यो तपाईँहरूले मेरो अगाडिको भिडियो हेर्नुभएको छ भने तपाईँहरूलाई थाहा छँदैछ कि यो बिस्किट के हो भनेर यो चाहिँ भाइरल बिस्किट हो जसले हेर्नुभएको छैन म उहाँलाई भन्दैछु यो चाहिँ भाइरल बिस्किट हो अनि यस्तो खालके हुन्छ अगाडि पछाडि भित्र चाहिँ अब क्रिम हुन्छ एन्ड यस्तो मिठो साथीहरू हामीले काठमाडौँ खाँदाखेरि एक प्याकेट मात्र लगाएको थियौँ यो प्याकेट अनि यस्तो मिठो भएर चाहिँ अनि फेरि फर्किँदाखेरि लिने भनेर चाहिँ सिस्टरले चाहिँ 8 प्याकेट ल्याउनु भएको क्या अनि स्टिल छ अनि हामीले चाहिँ लिएर आएको छौँ सिस्टर लिएर आउनुभएको रहेछ अनि त्यही भएर हामी चाहिँ कफीसँग खान आँटेको छौँ हाम्रो चाहिँ आइसकेको छ चिल्ली चिकन मोमो प्लस चटपटे भेज चटपटे साथीहरू रेडी भइसकेको छौँ मतलब हामी चाहिँ रेडी भइसकेको छौँ साथीहरू फोटोसुटको लागि अनि एउटा फोटो खिच्ने अनि त्यसपछि टिकटकहरू बनाउने अनि त्यसपछि चाहिँ हामी डेकोरेसन सुरु गर्ने साथीहरू यस्तो यो चाहिँ खासमा चाहिँ जाडो भएर लगाएको हो तर अहिले फोटो खिच्दा चाहिँ म निकाल्छु साथीहरू सो हाम्रो बर्थडे गर्ल पनि रेडी भइसक्नु भएको छ हेलो भनिनु सिस्टरहरूको आउटफिट चाहिँ हाम्रो यहाँ ब्यालेन्स फुलाउने कार्यक्रम हुँदैछ साथीहरू बर्थडे गर्लले नै फुलाउनु हुँदैछ सो साथीहरू हामीले चाहिँ ब्यालेन्स फुलाइसकेको छौँ एज युजुअल तपाईँहरू देख्न सक्नुहुन्छ हामीले चाहिँ थोरै मात्र ल्यायौँ किनभने चाहिँ हामीले चाहिँ अब नगर्ने थोरै नै गर्ने भन्नुभयो नि त अनि त्यही भएर चाहिँ हामी चाहिँ थोरै नै ब्यालेन्स लिएर आएको थियौँ साथीहरू हेर्न सक्नुहुन्छ हाम्रो मिनी केक चाहिँ यहाँ रेडी भइसकेको छ साथीहरू हेर्न सक्नुहुन्छ पिङ्क कलरमा पिङ्क एन्ड व्हाइट कलरमा अनि यता चाहिँ अलिकति हल्लिएर त्यस्तो भएर छ बट इट्स सो प्रिटी हाम्रो रुम चाहिँ यस्तो डेकोरेसन अब हल्का भइरहेछ साथीहरू अनि त्यही हो अहिले रातिको 11:30 हुन आँटेको छ We are just waiting for 12 o'clock. Yeah. I am some sprays. So we are sprayer. We have sprays. साथीहरु TikTok को लागि practice हुँदैछ मतलब ठिक छ
Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to Happy birthday to you. क्या हो रहा है इधर क्या हो रहा है भगवान छी 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 Happy birthday to you. Thank you. Happy birthday. के कर रहा हूँ वो तो खींचने जान आप बेटा Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday something guys. Happy birthday to you. Happy birthday to you. No, just go. यसलाई चाहिँ गाइस अघिदेखि भोक लागेर 11 बजेदेखि नै राल काटेकै छ अब बल्ल खाने मौका पायो अहिले त्यस्तो भन्ने त्यस्तो ओके गाइस अब चाहिँ हामी सुत्न लागेको आज मेरो बर्थडे पनि फिनिश अब के भन्न छ त केटीहरु Thank you for watching my video. तपाईलाई मेरो भिडियो मन पर्यो भने लाइक शेयर सब्स्क्राइब कमेन्ट गर्नु होला अनि once again happy birthday to you. Thank you so much guys. Bye bye. Good night. May God bless you. No, thank you. अनि हामी कुन होटलमा बसेको छौं कसरी आयौं भनेर चाहिँ उले शर्ट मिनी ब्लग टिकटकमा हाल्छ त्यसको लागि पनि टिकटक आइडी भन्दै Priyanka Subba. Okay guys, thank you so much. अब हामी चाहिँ स्लिपिङ हान्दिने ल. Okay, bye bye. Good morning. कस्तो रातो देखेको गाला नि साथीहरु मैले तपाईलाई राति भनेको थिएँ यस्तो भ्यू देखेको थिएन अन्त म चाहिँ तपाईहरुलाई मर्निङमा देखाउँछु भनेर अनि यो हो भ्यू चाहिँ अहिले आज चियाको चाहिँ पत्ताहरु सबै काटेको रहेछ अहिले चाहिँ अन्त यता चाहिँ छ हेर्न सक्नुहुन्छ सबै काटेको रहेछ अहिले चाहिँ तर एकदमै धेरै राम्रो अनि यहाँ स्कुल रहेछ स्कुल छेउमै छ हाम्रो चाहिँ त्यस्तो दामी सिन हेर्न सक्नुहुन्छ मम कस्तो जाडो हावा एकदमै चलिरहेछ तपाईहरु हेर्न सक्नुहुन्छ ठन्डा ठन्डा मौसम हेरे बाबा रे बाबा अब चाहिँ हामी चाहिँ अब यहाँबाट चेकआउट हुन आँटेको साथीहरु हामी जाने जाडो भयो त्यही भएर म बाहिर बस्न सकिनँ थ्यांक यू सो मच